आज चाहिँ हामीहरू खेल्नेवाला छौँ स्टोन पेपर सिजर अनि हेर्नेछौँ गाइस कसले कति खान सक्छ। सो गाइस वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ र म पनि एकदम आरामै छु। जताततै छामछुम गरेर गाइस बल्ल तल्ल 150 रुपियाँ पाएँ अनि त्यसपछि पसलमा आएर मैले चाहिँ चाउमिन अर्डर गरेँ। 150 रुपियाँको हेरौँ गाइस कतिवटा आइटमहरू आउने रहेछ, के कस्तो खानेकुरा होला त गाइस 150 रुपियाँमा हेरौँ। अब देखाउने छु म तपाईँलाई लाइभमा। एक काप चाउमिन बनेर गाइस त्यसपछि 2 PM कुरकुरे पनि किने, एउटा हङ्क चकलेट, एउटा फ्रुटी अनि 3वटा गाइस इमलीलाई किनेर 150 को त गाइस जम्मा 5वटा आइटमहरू मात्र आयो। बहिनीले मस्तसँग टेबलमा राखेर प्लेटमा पनि राख्नुपर्छ। टक्कसँग कुरकुरे चाउमिन सबलाई मिलाएर सबै आइटम्सहरू मेरो पैसाले किनेर भाइले त मस्तसँग खानको लागि मात्र बोलाएको हो के। हामीहरू गाइस अब मस्तसँग खानको लागि सबै रेडी छौँ। सो गाइस आज चाहिँ हाम्रो फुड च्यालेन्ज गर्दैछौँ। भाइ, अर्को भाइ अनि बहिनी छ। बहिनी चाहिँ यसो क्यामेराम्यान हो के। अनि हामीहरू यस्तो ट्रक लगाएर यता चाउमिन छ अनि कुरकुरे, यो के भन्छन् इमली, अङ्क, टमेटो सस अनि यता फ्रुटी छ। लगायत अब हामीहरू खाना स्टार्ट गर्छौँ। भाइ, अर्को भाइ खेल्छ अनि बहिनी साइडबाट खान्छन् के। अब हेरौँ कस्तो हिँड्छ अर्को फोन। यदि तपाईँहरूलाई फुल भिडियो चाहिएको छ भने कमेन्ट गर्नु होला अनि फेसबुकमा गएर पनि हेर्न सक्नुहुन्छ। पार्ट 1 चाहिँ अपलोड भएको छैन। यो भिडियो हालिसकेपछि या हाल्नुभन्दा अगाडि चाहिँ पार्ट 1 अपलोड हुनेछ। अहिलेको लागि यति भिडियो इन्जोय गर्नुहोस्। फुल भिडियोको लागि यो भिडियोलाई लाइक गर्नु होला अनि च्यानललाई पनि सब्स्क्राइब गर्नु होला, साथमै आइडिया पनि फलो गर्नु होला।